आज म बरुथिनी एकादशी व्रत कहिले पर्छ भनेर त्यसको तिथिमिति अनि कसरी व्रत धारण गर्ने, बरुथिनी एकादशी व्रत धारण गर्ने नियमहरू के छन् र यो बरुथिनी एकादशी व्रतमा कुन भगवानको कसरी पूजा गर्ने र यो व्रतको पारायण कसरी गर्ने भन्ने विषयमा सम्पूर्ण जानकारी लिएर उपस्थित भइसकेको छु। जय श्री राधे, जय गौमाता। विश्व जगतमा रहेर हामीलाई हेर्नुहुने श्री राधा गोलोक बिहारी भगवानका अंश स्वरूपा सत्कर्म परायण सज्जनवृन्द धर्मरत्न युट्युब च्यानल र नवराज पराजुली फेसबुक पेजमा यहाँलाई स्वागत छ। मिति 2082 साल वैशाख 11 गते बिहिबार ईस्वी सम्मत 2025 अप्रेल 24 तारिकका दिन बरुथिनी एकादशी व्रत रहेको छ। वैशाख कृष्ण पक्षमा पर्ने यो पवित्र एकादशीका दिन श्रद्धा भावले भगवान विष्णुको 10 अवतार मध्येको तेस्रो अवतार यानि कि वराह अवतारको पूजा आराधना गर्नाले यहलोक र परलोक सुध्रिन्छ र सम्पूर्ण पापबाट मुक्त पाइन्छ। मन स्वच्छ भावनाले भरिन्छ, आत्माले शान्ति प्राप्त गर्छ र यो व्रतको कथा पढ्दा वा श्रवण गर्दा 1000 गोदानको पुण्य फल प्राप्त हुन्छ। व्रत बस्ने व्रतकर्ताले अघिल्लो दिन अथवा दशमीका दिन मध्याह्नमा एक छाक भोजन गरी शुद्ध भई बस्नु पर्दछ। अर्थात् सूर्यास्त हुनुभन्दा अगाडि नै शुद्ध भोजन गरेर सूर्यास्त पश्चात केही नखाइकन बस्ने र भोलिपल्ट अर्थात् व्रतको दिन स्नान आदि नित्य कर्मबाट निवृत्त भएर शुद्ध वस्त्र धारण गरी वराह भगवानलाई अथवा सालाग्राम भगवानलाई अथवा ठाकुरजीलाई जुन भगवानको सेवा गर्नु भएको छ उहाँ भगवानलाई विधिवत स्नान गराउने, सम्भव भएसम्म पञ्चोपचारले स्नान गराउने अर्थात् दूध, दही, घिउ, मह, शखर आदिले स्नान गराउने र त्यस पश्चात वस्त्रहरू धारण गराएर तिलक लगाउने र आसनमा राखेर विधिवत पूजन गर्ने र भगवानसँग म एकादशीको व्रत बस्दैछु सफल गरिदिनुहोस् भनेर प्रार्थना गर्नुपर्दछ। त्यस पश्चात धूप, दीप, नैवेद्य, तुलसी मञ्जरी चढाएर फलफुलको भोग लगाई माङ्गलिक गान वाद्य आदिबाट आरती गर्ने र उक्त दिन सकेसम्म निलाहार बस्ने र सम्भव भएन भने स्वास्थ्यको अनुकूलतालाई हेरेर केही फलारहरू लिन सकिन्छ। अर्थात् जे गरेर हजुरलाई व्रत बस्न सहज हुन्छ शुद्ध आहार ग्रहण गरेर व्रत बस्नु होला। मध्याह्नको समयमा अथवा दिउँसो पनि भगवानलाई भोग लगाउनु पर्दछ। त्यस पश्चात सायंकालीन सत्रमा पनि भगवानको पूजा आरती सेवा गरेर अनि भोग लगाएर केही बेर सपरिवारका साथमा भजन कीर्तनहरू गाउने र त्यो भोग लगाएको प्रसाद सबैलाई वितरण गर्ने र व्रतको भोलिपल्ट पनि सबेरै स्नान आदि नित्य कर्मबाट निवृत्त भएर भगवानको सेवा पूजन गर्ने र आरती पुष्पाञ्जली गरेर भोग लगाउने। त्यस पछाडि सकिन्छ सम्भव छ भने गुरुलाई बोलाएर यथाशक्ति दान दक्षिणा दिएर भोजन गराएर पारायण गर्नुपर्दछ र सम्भव भएन भने भगवानको चरणोदक पान गरेर व्रतलाई खोल्नु पर्दछ अर्थात् पारायण गर्नुपर्दछ। यसरी नियमित एकादशी व्रत धारण गर्ने अनि पूजन गर्ने र पारायण गर्ने गर्नुपर्दछ भन्दै मैले बरुथिनी एकादशी व्रत कहिले पर्छ भनेर त्यसको तिथिमिति र कुन भगवानको कसरी पूजा अर्चना गरेर व्रत धारण गर्ने भन्ने बारेमा सम्पूर्ण जानकारी गराएँ। अर्को भिडियोमा म बरुथिनी एकादशी व्रत कथाको मूल पाठ पारायणलाई र कथालाई लिएर उपस्थित हुने नै छु। अहिलेलाई जय श्री राधे, जय गौमाता।